यो चौतारो है भाइ हो। यो यसो मान्छे आपत पर्दा पानी आउँदा पार्टी पनि भन्छ यसलाई चौतारो। होम सर अनि यहाँ सधैँ बस्नुहुन्छ नि यहाँ हिँड्दा। होम सरको यस्तो जाने बाटो होइन त यो, सधैँ हिँड्नुहुन्छ नि। बिस्तारै हिँड है, म सक्दिनँ हिँड्न। तिमीहरू अलि धेरै छिटो हिँड्छौ। के रहेछ त्यहाँ? पानी पोखरी होइन, सुको बर्खा बेलामा हुन्छ नि त, माथिबाट ठुलो आउँछ पानी। ल कत्रो साह्रो ढुङ्गो हो, आमा ढुङ्गो हेर नि। यो ढुङ्गो ठुलो लाग्दा घरमा आउनु पुग्ने रहेछ ठुलो। एउटै ढुङ्गो यो थोरै कत्रो छ, आमा आमा आमा। फेरि क्या जय शम्भो। भरे आउँदा त अनि यो जाँदा पनि कालो आउँदा पनि कालो हुन्छ त। अनि यो उकालो त सकिँदैन त, उताबाट घुमेरै आउनुपर्छ थलाजुङतिरबाट। ठुलो बाटो। आज यसो हिँडौँ भनेको त हिँड्न सकिला जस्तो छैन त, केटा त कुद्छन्। वन तरुल अहिले तरुल खाँदा 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 तिमीहरूलाई तरुल अझै यो 5 थर थलाजुङ, यो 5 थर थलाजुङ है साथी। हामी यता उँधो जाँदैछौँ, तर केटा साह्रै छिटो हिँडेको तल पुगिसक्यो। आफू यहाँ छु, तल पुगेँ केटा। त्यहाँ पुग्नु छ।